हामी चाहिँ आज फास्टिङ आएको यहाँनिर धनसुरामा। मेरो नानी चाहिँ पर छ कतातिर हेर्दैछ। अनि हामी चाहिँ घुम्न जाँदैछौँ माथि धनसुराको। हाम्रो दिदीहरू चाहिँ त्यहाँनिर हेर्दै हुनुहुन्छ, फोटो खिच्दै हुनुहुन्छ कालो घरको। यता हेर्दै हुनुहुन्छ। यहाँ चाहिँ सिँढी भएको ठाउँ छ हेर्ने, एकदमै राम्रो सुन्दर पार्क यहाँनिर छ। कालो घर, यहाँ सिसा भएको भाषाहरू सबै पढ्ने हेर्ने ठाउँ, सिक्नलाई आर्ट पनि रहेछ। मेरो छोरा चाहिँ पुरा यहाँ घुमिरहेको छ, आर्टमा रमित हेरि। डल्लो कालो घर एकदमै सुन्दर छ। यहाँनिर चाहिँ सबै मान्छेहरू धेरै आउँदो रहेछ घुम्नलाई हेर्नलाई।